भन्दाखेरि उनीहरू यसको अर्थ के हो त भन्दाखेरि उनीहरू यो अहिलेको विद्यमान जो नेतृत्व हो त्यसैत सन्तुष्ट छैन। राजसभाको सभापति चाहिँ भारत भ्रमण गर्नुभयो। उनलाई चाहिँ भारत सरकारले त्यहाँको सत्ताधारी पार्टीले कसरी स्वागत गरे? एउटा चाहिँ पार्टीको अध्यक्षलाई प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, उता यो राष्ट्रिय सुरक्षा सल्लाहकार, सत्ताधारी पार्टी जो सबभन्दा ठुलो चाहिँ पार्टी सदस्य भएको चाहिँ पार्टी बीजेपी 10 करोड भन्दा बढी उनीहरूको चाहिँ पार्टी सदस्य सङ्ख्या छ। त्यसले चाहिँ उसलाई कस्तो भव्य स्वागत तपाईँ हामीले टिभीमा देख्यौँ नि। यो के हो यसको राजनीतिक अर्थ भन्दाखेरि उनीहरू यसको अर्थ के हो त भन्दाखेरि उनीहरू यो अहिलेको विद्यमान जो नेतृत्व हो त्यसैत सन्तुष्ट छैन र उनीहरू अरू कसैलाई चाहिँ नेपालको नेतृत्व स्थापना गर्न मद्दत गर्न चाहन्छन् भन्ने चाहिँ त्यो देखिन्छ।